आजको भिडियोमा चाहिँ हामी पोस्टपार्टम हेमरेज अथवा पीपीएच को बारेमा छलफल गर्छौं है। अब पीपीएच भनेको के हो त भन्दा डेलिभरी पछि हुने सिग्निफिकेन्ट अमाउन्ट अफ ब्लड लस हो। त्यसले गर्दाखेरि चाहिँ के देखिन्छ, साइन एन्ड सिम्पटम्स अफ लो ब्लड भोल्युम देखिन्छ अरे हैन। त्यो भनेको क्लाइन्टलाई ट्याकिकार्डिया हुन्छ, हाइपोटेन्सिभ हुन्छ, पेल देखिन्छ, फटिग हुन्छ, डिक्रिज युरिनरी आउटपुट हुन सक्छ हैन। अब सिग्निफिकेन्ट अमाउन्ट अफ ब्लड लस त भयो। सिग्निफिकेन्ट अमाउन्ट भने कति त भन्दा यदि भजाइनल डेलिभरी भएको क्लाइन्ट हो भने चाहिँ मोर देन 500 ml र सी सेक्सन भएको क्लाइन्ट हो भने चाहिँ मोर देन 1000 ml हैन। अब पीपीएच त प्राइमरी र सेकेन्डरी हुन्छ। प्राइमरी भनेको 24 घण्टा भित्र यति भयो भने प्राइमरी भयो, 24 घण्टा पछि भयो भने त्यो सेकेन्डरी भयो। अब हेमोग्लोबिन लेभल चाहिँ के हुन्छ अरे भन्दा बेस लाइनको भन्दा 10% अथवा त्यो भन्दा बढीले चाहिँ घट्छ अरे है। अब यो कसरी हुन्छ भन्दा नर्मल कन्डिसनमा के भइरहेको हुन्छ भने बच्चा डेलिभरी भइसकेपछि प्लासेन्टा के हुन्छ, युटेराइन वालबाट सेपरेट हुन्छ। युटेराइन वालबाट सेपरेट भइसकेपछि त त्यो प्लासेन्टालाई सप्लाई गरिरहेको ब्लड भेसल्स के हुने भयो, ब्रोकन र रप्चर हुने भयो। अनि अब युटेरसको मायोमेट्रियम अथवा युटेराइन वालको कन्ट्राक्सनले चाहिँ के गरिदिन्छ, त्यो ब्लड भेसल्सहरूलाई कन्स्ट्रिक्ट गराइदिन्छ। त्यो कन्स्ट्रक्सन भइसकेपछि त्यहाँ क्लट फर्मेसन हुन्छ अनि ब्लिडिङ स्टप हुन्छ हैन नर्मल कन्डिसनमा। अब पीपीएच चाहिँ त्यो नर्मल फेनोमेनामा के अल्टरेसन आएपछि के हुन सक्यो, पीपीएच हुन। अब रिस्क फ्याक्टर्स हेरौँ है त। रिस्क फ्याक्टर्समा चाहिँ अघि हामीले भनेको थियौँ नि, अब जस्तै युटेराइन कन्ट्राक्सन हुनु पर्यो, अनि क्लट फर्मेसन हुनु पर्यो, अनि ब्लिडिङ स्टप हुन्छ भनेर। अब त्यो फेनोमेनामा इन्टरप्सन आएपछि चाहिँ पीपीएच हुन सक्यो। सबैभन्दा कमन कज चाहिँ के हो भन्दा युटेराइन अटोनी हो हैन, युटेरस कन्ट्राक्टै नहुने। अब किन कन्ट्राक्ट हुँदैन त भन्दा ओभर डिस्टेन्सन भयो युटेरसको। जस्तै ट्विन्स अथवा ट्रिप्लेट्स प्रेग्नेन्सी थियो, एमनियोटिक फ्लुइड चाहिँ धेरै थियो, पोलिहाइड्रामिनस थियो, अनि म्याक्रोसोमिक फिटसको साइज चाहिँ ठुलो थियो भने त के हुन सक्यो, युटेरस त ओभर डिस्टेन्सन हुने भयो। त्यसले गर्दाखेरि पनि युटेराइन अटोनी हुन सक्यो। र अब यो ट्विन्स र ट्रिप्लेट्सको कन्डिसनमा चाहिँ अर्को के पनि हुन्छ भन्दा प्लासेन्टा पनि एउटा भन्दा धेरै हुन सक्छ नि त। त्यो भएको भएर पनि उनीहरू चाहिँ के भन्छ अरे पीपीएच को रिस्कमा हुन्छ है। प्रिक्लाम्सिया अथवा कुनै पनि हाइपरटेन्सिभ डिसअर्डरले पनि पीपीएच को रिस्क बढाउँछ। अब प्रोलङ्ड लेभरले युटेराइन फटिग गराएर पनि युटेराइन अटोनी हुन सक्छ। त्यसले गर्दाखेरि पीपीएच को रिस्क बढ्यो। प्रिसिपिटस लेभरमा चाहिँ ट्रमा हुने चान्सेस हाई हुन्छ। सो अब फोर्सेप अथवा भ्याक्युम डेलिभरी थियो भने प्लासेन्टा प्रिभिया, अब्रुप्सिया प्लासेन्टा यो सबैले पीपीएच को रिस्क बढाउँछ। मल्टिप्यारिटी पहिला प्रेग्नेन्ट अथवा डेलिभरी नभएकोहरूलाई चाहिँ कम रिस्क हुन्छ। अब युटेराइन फाइब्रोइड्स भनेको बेनाइन ट्युमर्स हो। नन प्रेग्नेन्ट स्टेटमा पनि के हुन्छ भन्दा हेभी र लङ पिरियड्स हुन्छ हैन युटेराइन फाइब्रोइडको केसमा। अनि के भन्छ अरे पीपीएच को रिस्क पनि बढाउँछ युटेराइन फाइब्रोइड्सले चाहिँ है। र अर्को पहिलाको डेलिभरीको टाइममा पीपीएच भएको थियो भने चाहिँ यो डेलिभरीको टाइममा पनि पीपीएच हुने चाहिँ रिस्क चाहिँ हुन्छ है। चाहिँ रिसेन्ट ब्लिडिङ हिस्ट्री छ हैन, अनि त्यस पछाडि क्लटिङ डिजअर्डर छ भने पनि पीपीएच को रिस्क त अभियसली हुने भइहाल्यो है। सो यो चाहिँ रिस्क फ्याक्टर्स भयो। अब असेसमेन्टमा के हेर्ने हेरौँ है त। अब असेसमेन्टमा चाहिँ के हुन्छ अरे भन्दा बगी युटेरस हुन्छ अरे हैन। बगी युटेरस भनेको कस्तो, अब युटेरस चाहिँ कन्ट्राक्टै भएको छैन त्यो ब्लड भेसल्सहरू क्ल्याम्प डाउन गर्नको लागि हैन। अनि फन्डस चाहिँ कस्तो फिल हुन्छ, सफ्ट फिल हुन्छ। फिल चाहिँ हार्ड हुनुपर्ने थियो तर फन्डस चाहिँ सफ्ट फिल हुन्छ। अनि नर्मली फन्डस चाहिँ कहाँ हुन्छ भन्दा फ्यु आवर्स आफ्टर डेलिभरी नर्मल कन्डिसनमा चाहिँ बेली बटन अथवा त्यो भन्दा अलिकति तल हुन्छ हैन। अनि इच डे लगभग 1 सेन्टिमिटर जस्तो चाहिँ तल झर्छ। तर अब युटेरस कन्ट्राक्ट भएको छैन भने चाहिँ बेली बटन भन्दा माथि नै हुन्छ है फन्डस चाहिँ। त्यहाँबाट पनि युटेराइन कन्ट्राक्सन चाहिँ भइरहेको छैन भनेर बुझ्न सकिन्छ। अनि अब ब्लड लस हेर्दाखेरि चाहिँ नर्मली कति हुन्छ अरे भन्दा म्याक्सिमम पीपीएच भएको क्लाइन्टहरूमा चाहिँ एभ्री 15 मिनट्समा चाहिँ एउटा प्याड सेचुरेसन भइरहेको हुन्छ हैन। भनेपछि 1 आवरमा कतिवटा भयो, 4 प्याड सेचुरेसन हुन्छ। अनि त्यस पछाडि बेडमा चाहिँ के हुन्छ, पडल अफ ब्लड हुन्छ है, हुन्छ अथवा हुन सक्छ। अनि यसमा चाहिँ एकदम ऱ्यापिडली सिग्निफिकेन्ट अमाउन्ट अफ ब्लड लस हुने भएको भएर क्लाइन्ट चाहिँ हाइपोभोलेमिक सकको रिस्कमा पनि हुन्छ। त्यही भएर क्लाइन्टको लेभल अफ कन्सियसनेस, अनि त्यस पछाडि डायफोरेटिक छ कि, पेल देखिरहेछ कि, ट्याकिकार्डिया भइरहेछ कि, हाइपोटेन्सन छ कि, यो सबै चाहिँ मोनिटर गर्नु पर्यो है। अब इन्टरभेन्सन हेरौँ है त।
इन्टरभेन्सन चाहिँ केले गर्दाखेरि भएको छ त्यसमै डिपेन्ड हुने भयो होइन। अब युटेराइन अटोनीले गर्दाखेरि भएको हो भने चाहिँ फ्रन्टल मसाज गर्नु भन्नु पर्यो। त्यो चाहिँ एटलिस्ट कम्तीमा पनि 15 मिनटमा एकचोटि चाहिँ गर्नै पर्यो होइन। यो कन्डिसनमा चाहिँ क्लाइन्टले दुखी हर्ट हुन्छ भनेर पनि नगरिरहेको हुनसक्छ, तर क्लाइन्टलाई वार्न चाहिँ गर्नु पर्यो हर्ट हुन्छ तर यु मस्ट डु इट भनेर। अनि अर्को भनेर चाहिँ अब युटेराइन कन्ट्राक्सन प्रमोट गर्नको लागि अक्सिटोसिन मिथाइलिन युज गर्न सक्यो। अनि अब ब्लड लस चाहिँ कति भएको छ भनेर एस्टिमेट गर्नु पर्यो होइन। त्यो चाहिँ कसरी हेमोग्लोबिन र हेमाटोक्रेट लेभल मोनिटर गर्नु पर्यो। अनि अघि भनेको थियो नि प्याड सेचुरेसनको कुरा, त्यो मोनिटर गर्नु पर्यो। अनि अर्को भनेर चाहिँ यदि क्लटिङ क्यासनमा प्रब्लम आएको हो भने क्लाइन्टको ब्लडमा चाहिँ के डेफिसिट छ त्यो ट्रान्सफ्युजन गर्नु पर्यो। र यदि ट्रमाले गर्दाखेरि भइरहेको हो भने सर्जिकल ट्रिटमेन्ट पनि चाहिन सक्छ। र जे कारणले भएको भए पनि त्यो लस भएको ब्लड भोल्युम रिप्लेनिश त गर्नै पर्यो। सो द्याट्स इट फर पोस्टपार्टम हेमरेज। थ्याङ्क यू सो मच, बाई बाई।